भइसकेको छ खुट्टा यस्तो सो तपाईँहरूले थम्बनेल हेरेर थाहा पाइसक्यो होला मेरो साइकल चाहिँ भाँचिसकेको छ फ्रेम सेम गइसकेको छ त्यही हो धेरै पछि साइकल चलाउँदाखेरि साइकल गएको नै थाहा नै पाएन गाइज है त्यही हो कति मेहनतले किनेको थियो त्यो साइकल लास्टमा यस्तो भइयो केही दिन भिडियो आउँदैन त्यसकै अब वेट गरेर बस्नुहोस् साइकल के हुन्छ अब के कसो गर्दा हुन्छ त्यही हो अब एकनासले चलाएर आएको मान्छे अब लडीको के भन्ने हो र खासै साइकललाई चाहिँ जे भयो नि के फरक परेन बनाउनु पाइहाल्यो यस मान्छेलाई के पनि भएन त्यही हो मेन कुरा अनि धेरै चोटपटक पनि लागेन त्यही हाततिर अलिअलि खुट्टातिर अलिअलि चेस्टतिर अलिअलि गएको छ घाँटीतिर त्यही हो अब भिडियोहरू आउँदैन केही दिन प्लिज तपाईँहरू वेट गरेर बस्न सक्नुहुन्छ अब के अन्त अब धेरै पछि छुट्टी पनि पाइरहेको थियो कामको त्यो माथि झन् भ्लगहरू धेरै बनाउनु पर्छ भनेर बस्यो गाइस है अब नहुँदैछ त्यस्तो त्यो खबर चाहिँ मेरो साइकल भाँचियो अब मोबाइलले बनाएको भिडियो अलिअलि छ त्यो हाल्नुला कस्तो भएको छ यसो हेरिदिनु त्यही हो सपोर्ट गरिरहनु अनि पछि अब के हुन्छ नयाँ किन्नुपर्ने हुन्छ कि अब फ्रेम एउटा पुरानो खोजेर हुन्छ कि कसरी हुन्छ अब त्यसलाई एडजस्ट गरेर बनाउँछौँ त्यही हो अनि भन्न खोजेको चाहिँ त्यही हो गाइज ल त अहिलेलाई यति नै